2072-73 सालतिर सिधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम एनटिभी मार्फत प्रस्तुत गर्न थाले। उनले त्यस कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्धक्क प्रश्न सोध्न सक्ने एक पत्रकार भनेर आफूले आफूलाई जनताहरूमा परिचित गराइसकेका थिए। यस कार्यक्रममा जनताका आधारभूत समस्या, विदेशी नै युवा र बेरोजगारी, भ्रष्टाचार र सुशासन, भिवाइपी सवारी र फजुल खर्च, स्वास्थ्य र शिक्षा जस्ता विषयमा प्रधानमन्त्रीसँग ठाडो प्रश्न गर्ने गर्थे। पछि उनको पपुलारिटी बढ्दै गइसकेपछि उनले न्युज 24 मार्फत नै सिधा कुरा प्रधानमन्त्रीसँग छोडेर सिधा कुरा जनतासँग भन्ने कार्यक्रम सुरु गर्न थाले। यस कार्यक्रम मार्फत उनले जनताका समस्याहरू, आधारभूत समस्यादेखि लिएर सबै समस्याहरू समाधान गर्न खोजे। त्यस कार्यक्रममा उनले रिपोर्टिङ मात्र गरेनन्, बरु डिरेक्ट इन्टरभेन्सन गरेका थिए। त्यस बेला उनले विदेशमा रहेका नेपालीहरूको उद्धार गर्नलाई निकै जोड दिएका थिए। उनले त्यतिखेर न्युज रिपोर्ट मात्र गरेनन्, बरु म्यान पावर एजेन्सीहरू र नेपाली राजदूतावासहरूलाई आफ्नै कार्यक्रममा लाइभ ल्याएर विदेशमा कुल्दी गरिरहेका नेपालीहरूलाई 24 देखि 48 घण्टाभित्र नेपाल फिर्ता ल्याउन नसके राखती बनाउने र पब्लिकको सामना खेप्नुपर्ने समेत सुनुमति दिने गरेका थिए। हामी चाहिँ अब यहाँनिर हलपत्र परेर बसेको 6-7 महिना भइसकेको छ हैन। कम्पनीले कुनै पनि हाम्रो चाहिँ कुरा सुनवाई गरेको छैन। हामी त यहाँ फसेर बसिरहेका छौँ। एमबिसीले दिँदैन भनेर भनौँ नि त हैन। चार्टर दिँदैन तिमीहरूलाई म कसरी उडाउने भनेर भनौँ। एमबिसीमा गयो भने भित्र गर्न दिँदैन, बाहिरबाट त्यसै भनिरहेको छ। नराम्रो व्यवस्था छ, यहाँ चाहिँ घर नपठाइरहेको अवस्था छ। 6-7 महिनादेखि नै यहाँ चाहिँ घर नपठाएर राखिरहेको छ यहाँ अहिले। मन्त्रीज्यू नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्कार मन्त्रीज्यू, तपाईँ हराउनु भयो भनेर धेरै मान्छेले चिन्ता व्यक्त गरेका छन्। कहाँ यस्तो आपत पर्दाखेरि रोजगार, हाम्रो श्रम र रोजगार मन्त्रीजी त कहाँ हो, कता हो, न केही सुनिन्छ, न बोलेको केही विज्ञप्तिहरू आउँछ, न केही आश्वासनहरू पाइन्छ। हाम्रो त मन्त्री नै हराउनु भयो भन्ने सम्मको गुनासोहरू गर्न थाले। हराउनु भएको त होइन नि तपाईँ? तपाईँसँग कुरा गर्दैछु। हजुर, यस अगाडि अनि तपाईँलाई अनुभूति कस्तो भएको छ होला भने मलाई त थाहा छैन, तर म हराएको छैन। हराउनु भएको छैन। अनि यो खाडीमा श्रमिक जुन नेपालीहरू छन्, के ती नेपालीहरू चाहिँ नेपाली नागरिक नै होइनन्? तिनलाई हामीले नागरिक सरह व्यवहार गर्नु पर्दैन? गर्नुपर्छ, कसरी गरिरहेछ, गरिरहनु भएको छ। मलाई सरकारको भूमिका बारे केही प्रश्न गर्ने अनुमति दिनु होला। तपाईहरूको संवेदनशीलता, हामी संवेदनशील भन्नुभयो। 600 दिरामको टिकटलाई झन्डै 3000 तिर्दाखेरि तपाईँहरूको संवेदनशीलता त्यही नै हो त? यही आशामा कि भोलि बिहानबाट अब तपाईँले चाल्ने कदम, तपाईँले गर्ने समन्वय फरक हुनेछ र त्यसको महसुस तपाईँले र मैले होइन, जो टन्न खाएर बसेका छौँ, सुरक्षित छौँ, त्यहाँ त्यो गर्मीमा विदेशी भूमिमा परिवार पार्न दुःख पाएर पुगेका नेपालीहरूले महसुस गर्न सकुन्। उनको सोही पहलले गर्दा विदेशमा अलपत्र परिरहेका नेपालीहरूको सहज रूपमा रेस्क्यु समेत भएको थियो।